च्याप्टर 14 द सिक्स्थ सेन्स, जसको टपिकमा द डोर टु द टेम्पल अफ विजडम लेखिएको छ। फर्स्ट अफ अल हामी सिक्स्थ सेन्स भनेको के हो यसलाई बुझौँ। सिक्स्थ सेन्स भनेको तपाईको कुनै फिजिकल एउटा फर्म नभएर तपाईको एउटा यो अन्तर्ज्ञान हो, तपाईको इनर नोइङ हो। फर एक्जाम्पलको लागि कहिलेकाहीँ तपाईले कुनै निर्णय सही लाग्छ नि र यो माथि चाहिँ मैले विश्वास गर्न लागेको छ है भनेर तपाईको मनले भन्छ, भित्री अन्तर्ज्ञानले भन्छ नि। कहिलेकाहीँ तपाईँ कोही माथि सावधानी हुनुहुन्छ, तपाईले त्यो माथि क्वेसन गर्नुहुन्छ, यो मान्छे माथि चाहिँ मैले केही न केही सचेत चाहिँ हुनै पर्छ भनेर त्यो अन्तर्मनले भन्छ नि। अचानक तपाईको माइन्डमा राम्रो आइडियाहरू आउँछ नि, यो पनि तपाईको भित्री भावनाले गरेको हो नि। र कुनै सोलुसन अचानक क्लियर हुनु, तपाईको कुनै प्रब्लम आयो भने तपाईको भित्री मनदेखि नै उसले सोलुसन गर्छ भने यो इम्प्याक्ट भनेकै तपाईको सिक्स्थ सेन्सको हो भनेर बुझ्नु पर्यो। यो च्याप्टरको कोर मेसेज भनेकै व्हेन द माइन्ड बिकम हाइली डेभलप इन्ट्युसन बिङ टु गाइड इट, अथवा जब माइन्ड पर्याप्त विकसित हुन्छ, जुन विकसित चाहिँ हामीले च्याप्टर 1 देखि च्याप्टर 13 सम्म पढेको प्रिन्सिपलहरूले बिल्ड गर्छ। र हाइली तपाईको विकसित भइसकेपछि तपाईको अन्तर्ज्ञानले स्रोत मार्गदर्शन गर्न थाल्छ, अथवा तपाईले नचाहेर पनि तपाईको भित्री मनबाट आफै एन्सरिङ, आफै सोलुसनहरू आउँछन्। यो च्याप्टरको टपिक किन द डोर टु द टेम्पल अफ विजडम लेखेको हो त, यसको बारेमा थोरै छलफल गरौँ। टेम्पल अफ विजडम भनेको तपाईको हायर अन्डरस्ट्यान्डिङ हो, अथवा तपाईले धेरै चिज जान्नु र तपाईको माइन्ड चाहिँ डेभलप भइसकेको भनेर बुझ्नु पर्यो टेम्पल अफ विजडमलाई। अथवा यो च्याप्टरलाई कन्क्लुजनमा बुझ्नु पर्दा यु बिकम व्हाट यु कन्स्टेन्टली थिङ्क अबाउट, बिलिभ इन एन्ड एक्ट अप अन भनेर भन्छ। भन्नुको मतलब चाहिँ तपाईँ लगातार जस बारे चाहिँ सोच्नुहुन्छ, जसमा तपाईले विश्वास गर्नुहुन्छ, जुन कार्यमा तपाईँ लाग्नुहुन्छ अन्त्यमा त्यही बन्नुहुन्छ, अथवा तपाईले बर्निङ डिजायर राखेर तपाईले फेथ, अटो सजेसन, स्पेसियलाइज नलेज, इमेजिनेसन, अर्गनाइज प्लानिङ, डिसिजन, पर्सिस्टेन्स हो, यो सबै रुलहरूलाई अप्लाई गरेर बनेको एउटा निचोड च्याप्टर नै हाम्रो के हो त च्याप्टर 14 द सिक्स्थ सेन्स भन्ने च्याप्टर हो। सबैजनाले बुझ्नुपर्ने एक महत्त्वपूर्ण कुरा के छ भने थिङ्क एन्ड ग्रो रिच इज नट रियल्ली अ बुक अबाउट मनी। हाम्रो जुन थिङ्क एन्ड ग्रो रिच छ यो वास्तवमा पैसा सम्बन्धीको मात्र बुक होइन, पैसा सम्बन्धीको बारेमा मात्र भन्ने बुक होइन, धनी बन्ने बुक मात्र होइन। इट इज अ बुक अबाउट ट्रान्सफर्मिङ द पर्सन हु क्रिएट्स द मनी, सक्सेस एन्ड एचिभमेन्ट। अथवा चाहिँ थिङ्क एन्ड ग्रो रिच चाहिँ वास्तवमै पैसाको पुस्तक होइन, यो सफलता, उपलब्धि र समृद्धि सिर्जना गर्ने पुस्तक हो, जो चाहिँ तपाईको लाइफमा तपाईले कसरी ट्रान्सफर्मेसन गर्ने भन्ने बारेमा चाहिँ निकै छलफल